विचार भयो तर म पुग्छु जसरी नि उकालोमा पुग्यो नजै बाँकी छ पानी पऱ्यो तर पानी परेर साथै साथ के होइन कसरी पुग्ने हो बाटो चाहिँ खत्रै छ गाइस उकालो एक्लै आयो तपाईँहरू चाहिँ सकेसम्म एक्लै नआउनु होला जङ्गलको बाटो जे पनि हुनसक्छ जनावरहरू अब लगभग सबैजना फर्किसकेका पर्छ माथि अलिअलि होला भरे लास्ट उकालोसम्म पुग्नु लाग्दाखेरि चाहिँ माथि पुग्यो होइन माथि पुगिसकेपछि पानी पनि रोक्यो अनि यहाँ अलिअलि दाइहरू हुनुहुन्छ दिदीहरू आन्टीहरू अलिअलि रहेछ म चाहिँ यहाँबाट फर्केको एकछिन पूजासुजा गरेँ दर्शन गरेँ होइन मौसमले दामी साथ दियो झर्ने बेला पुग्ने सोच अनि हिँड्ने आँट भइसकेपछि जस्तो ठाउँमा नि पुगिन्छ हात्तीवन रिसोर्टबाट 35 मिनटमा चम्पादेवी अनि फर्किँदैछु अब कतिमा पुग्छ थाहा छैन 20-25 मिनटमा त तल पुग्छ पुग्यो फर्किँदैछु जङ्गलको बाटोमा यस्तो खानेकुरा पाउनु भनेको धेरै राम्रो कुरा हो 200 रुपियाँ यतिको यार खानु पाइरहेछ दामी लास्ट रमाइलो भएछ एक्लै घुम्न पनि रमाइलो हुन्छ कहिले कहिले
केटाहरू मिलेन भने एक्लै घुम्ने आँट गर्नुपर्छ। घुम्ने बेलामा नरमाइलो भनेको हुँदै हुँदैन क्या। पुगेर आयो माथि डाँडामा। यो माथि डाँडा हो। अब यहाँ बाइकहरू पुग्ने ठाउँसम्म पुगिसक्यो। अब मेरो बाइक चाहिँ तलै छ, लास्ट चिप्लो होला यार। बाइकको टायर फेरि त्यस्तै छ, लड्दै पड्दै भने पुग्ने हो। पुग्नु चाहिँ पर्यो। काठमाडौँ सहर हेर्दा लाग्छ रहर। दुईजना दाजुहरू फोटो खिच्दै हुन्छ। जस पुगेर फर्केर आयो केटो। ल ठिक छ हैन। अब यहाँबाट माथि चाहिँ गिडौडाल बनाइरहेछ, चट्टा लगाएर भर्याङ राम्रो खालको भर्याङ बनाइरहेछ। त्यही भएर म बाइक यहीँ छोडेर गएको थिएँ। मेरो बाइक चाहिँ यहाँ भिजेर बसिरहेछ। अब चाहिँ बाइकमा जाने हो। चिप्लो छ यार बाटो, टेन्सन छ। फाइनली आइपुग्यो।